राजावादी साथीहरू राजा आऊ देश बचाऊ भन्नुहुन्छ। राजावादी साथीहरू हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नुहुन्छ। गणतन्त्र आउनुभन्दा पहिला विमानस्थलहरू बने, खेल मैदानहरू बने, रङ्गशालाहरू बने, अस्पताल बने, विश्वविद्यालयहरू बने। तर यो गणतन्त्रको स्थापना पछि चाहिँ नेपालमा भाँडबैलो बढी मच्चियो, अशान्ति बढी भयो, भ्रष्टाचार बढी भयो भनेर उहाँहरूको तर्क गर्नुहुन्छ। यति राम्रो काम गर्दा गर्दै राजा चाहिँ किन फ्याँकियो भनेर प्रश्न गर्दाखेरि उहाँहरू भन्नुहुन्छ अन्तर्राष्ट्रिय राष्ट्रिय चाहिँ षड्यन्त्रहरू भए, राजनीतिक दलहरू मिलेर राजालाई फ्याँके, तर त्यो गलत काम गरे भनेर भन्नुहुन्छ। राजा ज्ञानेन्द्र र पारस शाहको जुन सरकारको पुरै वंश चाहिँ बाँच्दाखेरि, राजा वीरेन्द्र र उनको पुरै वंश नाश हुँदाखेरि, दरबार हत्याकाण्ड हुँदाखेरि यतिखेर धेरैजनाहरूले, हामीले अहिले डराउने कुरा छैन, राजा ज्ञानेन्द्रलाई दोष दिएका थिए। त्यो दोष उनीहरूलाई दिनुहुन्न पनि उनीहरूले भन्छन्। त्यसपछि जुन 10 वर्षको जनआन्दोलन भयो माओवादीको तर्फबाट, त्यतिखेर मान्छे मर्दाखेरि पनि धेरैजसो माओवादीको तर्फबाट मान्छे मारिएका हुन्। र त्यतिखेर यदि उनीहरूले जनआन्दोलन नगरेका भए चाहिँ ती संरचनाहरू भत्किँदैन थियो, त्यो बिग्रिँदैन थियो, 10 वर्ष 20 वर्ष नेपाल पछाडि धकिँदैन थियो भनेर उहाँले भन्नुहुन्छ। यस्तो अवस्थामा पनि राजालाई समर्थन गर्ने पार्टीले जम्मा 1-2 सिट मात्र जित्छ, धेरै जित्न सक्दैन, लोकप्रिय एकदमै कम छ। अब यो अवस्थामा राजा आउन सक्छन् त, पहिलो प्रश्न। दोस्रो प्रश्न, राजा आइसकेपछि उहाँलाई कुन अवस्थामा हामीले स्वीकार्ने? उहाँलाई अहिलेको राष्ट्रपतिको ठाउँ चाहिँ राजालाई दिएर स्वीकार्ने कि उहाँलाई पुरै शासकीय शक्ति चाहिँ उनकै हातमा दिएर ल चलाउनुहोस् भनेर छोड्ने कि होइन? अब यदि राजा ज्ञानेन्द्र आइसकेपछि उहाँको उमेर पुगिसकेपछि उहाँ एक समयमा मृत्यु हुन्छ, त्यो मृत्युपछि उहाँ कसले शासन गर्छ त? पारसले शासन गर्छन्, पारसलाई कतिको मान्छेले रुचाउँछन्, हृदयेन्द्र शासन गर्छन्, हृदयेन्द्र कतिको सक्षम छन्, अथवा कुनै शासकको बच्चा बच्ची जन्मिनु भने कसले शासन गर्छ? अथवा राजाले को छोराले मात्र शासन चाहिँ किन गर्ने? अनि राजाका 5वटा छोरा जन्मे मध्ये सबैभन्दा अब्बल चाहिँ तपाईँको कान्छो छोरा जन्मियो भने अगाडिको जेठो छोरालाई चाहिँ किन राज सञ्चालन गर्न दिने? अथवा छोरीहरूलाई किन सधैँ चाहिँ यो राज्य सञ्चालन गर्नबाट हामीले वञ्चित गर्ने? यी धेरै कुराहरू चाहिँ राजा आइसकेपछि प्रश्न उठ्नेवाला छन्। यी प्रश्नहरूका उत्तरहरू तपाईँसँग राजावादी साथीहरूसँग छन् भने मलाई उत्तर दिनुहोला है। हिजो आज चाहिँ मेरो लाइफमा पनि धेरैजना राजावादी साथीहरू आउनुहुन्छ। मैले हिजो पनि बनाएको थिएँ, तर खै के हो, एल्गोरिदमको प्रब्लम हो कि टाइमिङको प्रब्लम हो, तर धेरै मान्छेले भिडियो हेर्दै हेर्नु भएन। आज मैले फेरि बनाएको छु, यो भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद है त।